गाइजहरु अब हामी नारायणीमा हामी पुरा तयारी बल्छी थाप्दैछौँ यहाँ। अब हामी लोकल माछा शुद्ध माछा यो नारायणीमा यस्तो हुन्छ है। ए म त पानी जान्छु फेरि हाम्रो भाइ जानु भएको छ उता सरर हिँडेर धेरै जुम नहुने कि यार यो। ल हेर्नुहोस् हाम्रो नारायणीमा हामी अहिलेको यो मौसममा सरर माछा मार्दैछौँ कि जाने जा सँगै जाऊ है, सँगै जा अनि निकाल। उहाँ पुग्नु भएको छ। अनि त्यसलाई नि त्यो जा भनेको यता निकालिन्छ कहिले निकाल्ने हो कि उता निकाल्न लाग्यो। उता निकाल्न ए हामीले बोला त्यसपछि नि होला। उता चाहिँ निकाल्दै हुन्छ यता चाहिँ राख्दै हुनुहुन्छ। यता राख्दै हुनुहुन्छ भने वहाँसम्म पुग्नु भएछ। ल कहाँसम्म पुग्नु हाल्यो भने त यस्तै जुम आउट गरेपछि कति टाढा भयो, यत्रो टाढा पुग्नु हाल्यो। यत्रो टाढा उता चाहिँ निकाल्दैछ भाइहरूले। उता चाहिँ निकाल्दै हुनुहुन्छ। यो हाम्रो यो शुद्ध माछा मार्ने तरिका है, हाम्रो यो लोकल माछा मार्ने तरिका आयो। ए ल ऊ भाइ चाहिँ अहिले निकाल्दै हुनुहुन्छ भने ऊ भाइ चाहिँ थाप्दै हुनुहुन्छ है, माछा जाल थाप्दै हुनुहुन्छ तयारी। ल सक्यो ल बिच्चासम्म सक्यो रे यहाँबाट यहाँसम्म हो ठ्याक्क। ल पर्यो परेन यार यो त युट्युबमा हाल्यो नि युट्युबमा हाल्यो भोइस त सुनिहाल्छ नि मैले बोलेको त्यहाँ पर्यो। एउटा नि परेन एउटा खाने तर माछा सब सुतिहाल्छ। बेलै भएन ल आज मौसम फेरि यस्तो छ है। कति टाढा जानु पर्छ हेर्नु त यत्रो टाढाबाट त खासै गहिरो त छैन यहाँ, यति कम्मरमा छ जम्मा। तपाईँहरूलाई पनि यसो माछा मार्न मन लाग्यो भने चितवनमा यसो घुम्नु मन लाग्यो भने मेरो युट्युबलाई सब्सक्राइब गरेर आउनु होला। मलाई यसो खबर गरेर हामीसँगै मिलेर यसो नारायणीको किनारमा चट्ट बसेर अर्ना बियर पिएर सरर माछा मार्नुपर्छ। ओके गाइज।